लिगल वेबाट बैंकिङ प्रणालीबाट आउने हो, इल्लिगल्ली हुन्डी आदि इत्यादि कारोबारबाट आउने सबैको हिसाब गऱ्यौँ भने त 22-2400 अर्ब पैसा हरेक वर्ष नेपालमा आउँछ। हामी किन धनी भएनौँ? हरेक दिन 4 अर्ब पैसा हाम्रो घरमा भित्री त हामी किन धनी भएनौँ? किनभने हाम्रो आफ्नै उत्पादन छैन। तपाईँ हामीले लगाउने कपडादेखि मोबाइलदेखि आजभोलि त धनिया र जनैको मुठो पनि, धनियाको मुठो र लगाउने जनै पनि विदेशबाट आएको हुन्छ होइन र? पैसा उताबाट आउँछ, हाम्रो भाइहरूको हाम्रो छोराछोरीको पसिना पोखेर अनि पैसा यताबाट उतै फर्किन्छ। जबसम्म मुलुक आत्मनिर्भर हुँदैन, जबसम्म मुलुकले आफ्नै उत्पादनमा आफूलाई स्वाभिमान बनाउन सक्दैन, तबसम्म विदेशबाट आएको रेमिट्यान्सले देशलाई समृद्ध बनाउन सक्दैन। हामीलाई आज 3 महिना पनि खान पुग्ने अन्न उत्पादन हुँदैन हाम्रो जग्गा जमिनबाट, जबकि नेपालको जग्गा जमिनबाट 6 करोड भन्दा बढी मानिसलाई खान पुग्छ वार्षिक, तर हामीलाई 3 महिना पनि खान पुग्दैन। चामल विदेशबाट, मोबाइल विदेशबाट, धनिया विदेशबाट, सुन विदेशबाट, नुन विदेशबाट, कपडा विदेशबाट, अनि देश कसरी उँभो लाग्छ? लाग्दैन। त्यसको निम्ति आज तपाईहरुलाई थाहा छ, हामी यहाँ सामान्य परिवारका कलाकार साथीहरू नाचिराख्नु भएको छ। हेर्नुभयो भने सबैको हातमा, हामी सबैको हातमा ठेला उठेका छ, हाम्रो कलाकार सबैको हातमा। उनीहरू सिंगारेर जनताको हितमा यो कोमल भावमा नाच्न पनि सक्छन्, गाउन पनि सक्छन्, हिलोमा रमाउन पनि सक्छन्। र हाम्रो पार्टी महासचिवले भन्नुभएको छ, पार्टीका सबै नेता कार्यकर्ता उत्पादनमा लाग्नु। र महासचिव आफै हामी देख्छौँ ट्र्याक्टर जोतिराख्नु भएको छ। यो हामी किन गरेका छौँ? दुनियाँमा कोही मान्छे भने नि विप्लवहरूले यो देखाउन गरेको होइन। हामीले चाहेको के हो भने राजनीति स्वाभिमान हुन, राजनीति स्वाधीन हुँदा पार्टी आत्मनिर्भर हुनुपर्छ। आफ्नो आत्मनिर्भर अर्थतन्त्र भयो भने मात्रै पार्टी राजनीतिक हिसाबले स्वाधीन हुन्छ, नभए पार्टी राजनीतिक रूपमा स्वतन्त्र हुँदैन, स्वाधीन हुँदैन। हामी अस्ति दाङमा थियौँ, तरीगाउँ भन्ने ठाउँमा एयरपोर्ट बनाउन लागेको 11 सालदेखि रहेछ, अहिलेसम्म एयरपोर्ट बने होइन। किन एयरपोर्ट नबनेको भनेर त्यहाँको बुद्धिजीवी र व्यापारीसँग कुरा आउँदा उहाँहरूले के भन्नुभयो भने तरीगाउँ एयरपोर्ट दाङमा तुलसीपुरमा बन्यो भने त भैरवाको इन्डियन व्यापारीको बजार ठप्प हुन्छ, नेपालगञ्जको भारतीय व्यापारीको बजार ठप्प हुन्छ भनेपछि तरीगाउँमा एयरपोर्ट बन्न नदिने को रहेछन्? भारतीयहरू। सरकार त नेपालीकै छ नि, दाङबाट जितेर जाने सांसद त नेपाली नै हो नि। नेपाली जनताको मत लिएर सरकारमा गएको मान्छेले तरीगाउँ एयरपोर्ट बनाउने चुनावमा चाहिँ भन्नु रहेछ, चुनाव सकेपछि छैन। किन भन्दा भारतीयहरूको दबावमा चुनावमा त त्यही मारवाडीहरूसँग चन्दा लिएको हुन्छ। इन्डियन व्यापारीसँग चन्दा लिएर चुनावमा धन्दा चलाएपछि सरकारमा गएर त्यो नेताले स्वाभिमान भएर आँट छाती शिर ठाडो पारेर धुत्न सक्छ र भारतीयहरूको विरुद्धमा या दलालहरूको विरुद्धमा? सक्दैन। नसक्ने रहेछ भने चाहिँ राजनीतिक रूपमा पार्टीहरू स्वाधीन हुन, पार्टीहरू स्वतन्त्र हुन, आर्थिक रूपमा पार्टीहरू मालिकको इसारामा बाँच्नु हुँदैन। मालिकले दिएको दान र मालिकले दिएको दलालहरूले दिएको चन्दा थापेर बस्ने पार्टी कहिले पनि स्वतन्त्र हुँदैन, स्वाधीन हुँदैन र उसको राजनीति पनि स्वाधीन हुँदैन। हाम्रै टिकापुर पनि हेरौँ न होइन, तपाईँहरूको टिकापुरको विकास समिति अहिले पछाडि 2062-63 को जनआन्दोलन पछाडि नगर विकास समितिमा आयो। 3152 बिघा जमिन होइन, धेरै ठुलो जमिन हो नि टिकापुर विकास समितिको, सबैले बाँडचुँड गरेर खायो। तपाईँहरूको टिकापुरको उपमेयर सहित 249 जनालाई त अख्तियारमा मुद्दा छ। त्यो खानेमा नेपाली काङ्ग्रेसका ठुली भाउजूको नाम पनि छ होइन, अरू नेताको नाम पनि छ। कसरी? सबले बेचेर खान्छ नि। टिकापुर विकास समिति बनाउँदाखेरि पञ्चायतले बाँडचुँड गरेर खाएका छैनन् र? खाएका छन्। 249 जनाको त उजुरी नै पर्यो। कसरी भइरहेछ यो कुरा? सबै राजनीतिक पार्टीका मान्छे जोडिया छन्, सरकारका मान्छे जोडिया छन्, सरकारको ठुलो पार्टीको ठुलै नेताको श्रीमती जोडिया छ। कारबाही तिनलाई हुँदैन, बिचरा उपमेयरको जागिर स्वाहा। कस्तो छ नेपालको राजनीति हेर्नुहोस् त। राजनीति गर्ने भनेको चाहिँ ठग्ने के।